जदौ हजुर तिमी हिँड्ने मूलबाटो मुनि उभिएरै यसरी नै बित्यो युगौँ यो। तिमी पुग्यौ धेरै पर धेरै अगाडि त्यही मूलबाटो टेकेर। म अल्झिरहे सदियौँ त्यही मूलबाटो बोकेर। मैले कहिले यसको हिसाब पाएँ। तिम्रो पुस्ता पुस्तान्तर सधैँ काले कामी र कामी काले बनिरहे तिनका उखानहरूमा म कहिल्यै गोरो भन्न सकिनँ। मैले कहिल्यै यसको गुनासो गाएँ। अन्धविश्वासले खाएको तिम्रो दिमाग जस्तै बाङ्गो र अररो फलामले मैले मेरो आरनमा मेरो प्रयोगशालामा सच्याउँदै गरेको देखेर तिमीले सिक्यौ फलाम तातेकै बेला बितेको छ। र मेरै आरनका औजारहरू अपनाएर तिमी राजा भयो, काजी भयो। मैले कहिले यसको श्रेय मागेँ। मेरो आकाशमा तिमीले कुरीतिको यस्तो कोइलोन्दे बादल फ्याँक्यौ कि यसको सहस्राती रातहरूमा निसासिएर मेरो भाषा हरायो, मेरो देश हरायो, मेरो संस्कृति हरायो, मेरो आफ्नो भन्ने देश हरायो। अनि फेरि तिमी नै भन्छौ मलाई अमानव, अछुत, अपवित्र। मैले कहिले यसको क्षतिपूर्ति पाएँ। यो देश र समाजको खातिर लडिएका कैयौँ युद्ध र क्रान्तिहरूमा प्रमाणित भइसकेको छ मेरो पनि रगत तिम्रो जस्तै पवित्र रहनुपर्छ। म चिच्याइरहेछु अनादिकालदेखि यो अन्धकार कहिले हट्छ। म चिच्याइरहेछु अनादिकालदेखि यो अन्धकार कहिले हट्छ। तिमी भन्छौ बिस्तारै बिस्तारै। तिम्रो यो बिस्तारै बिस्तारैमा कहिलेसम्म मरिरहनु पर्ने हो। ठुलो जाति बुहारी भित्राइकै हिउँमा सेते दमाईहरूले नि हात पाए। कहिलेसम्म कुटिरहनु पर्ने हो। धारा छोएकै हिउँमा सुनिता देवी रामहरूले ढिङ्गा डेरा पाउनकै लागि, काम पाउनकै लागि कहिलेसम्म बनिरहनु पर्ने हो। मन्जुर गराइदिनाले मन्जुर गरायो। तिमी नै भन न हामीले सँगै बाँचेका सयौँ युगहरूमा मैले कहिले तिम्रो अपमान गरेँ? किनकि म तिमीलाई माया गर्छु। म हार्दिकताको पछ्यौरा उछ्याएर भन्छु म भित्रको कामी सफा र निर्मल छ। त्यसैले तिमी भित्रको कामीलाई पनि उज्यालो बनाऊ। कामी कर्म हो, साधना हो, उन्नयनको पहिलो खुर्किलो हो। युग निसासी रहेर पनि मैले जोगाएका चेतनाका उज्यालाहरूले निर्गुण पार्नु छ तिम्रो अँध्यारो, तिम्रो मन मस्तिष्कको अँध्यारो अँझेरो सबले थिचिएरै मिचेरै भए पनि मैले पनि बोकेको यो सगरमाथा नडरोस्, नकुचियोस् मैले पनि बनाएको यो हाम्रो देश। नगरौँ म तिमीसँग युद्ध। म चाहन्न तिम्रो अन्धविश्वासको त्यो बुढो पहाडमा बदला, घृणा र वैमनस्यताको विषय प्रहार गरौँ। किनकि मलाई फेरि विश्वास छ तिम्रो कुरीतिको त्यो अँध्यारो पहाडमा पनि चेतनाका घामहरू उम्रँदैछन्। मानवताको सुगन्धित किरण बोकेर बस तिनीहरूलाई फेरि तिमी निमुठीमा देऊ। हिसाब किताब क्षतिपूर्ति र श्रेयकै लागि फेरि पनि भन्छु नगरौँ म तिमीसँग युद्ध। मैले भएका यी तमाम अँध्याराहरूको बदलामा प्रेम र सद्भावको आह्वान गरिरहँदा नसोच्नु फेरि म युद्धबाट भाग्दैछु। सत्य त यो हो कि मलाई युद्ध लड्न आउँदैन, मलाई